पञ्चवर्षीय पैदल यात्रा गर्नुपर्छ भनेर कुन कुराले प्रभाव पार्यो तपाईँलाई? यो किन गर्नुपर्छ भन्ने लाग्यो तपाईँलाई? मैले पहिला पनि भनेको थिएँ, सानै उमेरदेखि देशप्रतिको माया निकै थियो, अहिले पनि छ। त्यो कुराले मलाई प्रेरित गरिराख्थ्यो कि म देशको लागि केही गर्न सकूँ। म मर्नुभन्दा पहिला मैले देशलाई केही एउटा छाप चाहिँ छोडेर जानुपर्छ, मेरा भावी पुस्ताहरूलाई चाहिँ मैले केही न केही दिनुपर्छ। त्यो कुराले मलाई प्रेरित गर्यो र म आज पनि त्यही कुरामा अडिग छु। 5 वर्ष मात्रै होइन, मेरो जीवनकालभरि म देशलाई सुम्पिने, समर्पित गर्ने कुरामा कतै पनि डगमगाउने छैन। ठिक छ। अनि त्यसपछि तपाईँले चाहिँ अहिले तपाईँले पैदल यात्रा गर्नुभयो र हामीले चिन्न सक्यौँ सजिलै। योभन्दा पनि पहिला तपाईँले कुन कुरामा आबद्ध हुनुहुन्थ्यो र के गर्नुहुन्थ्यो? अहिले सबै कुरालाई चाहिँ नभनौँ, म सामाजिक काममा थिएँ, विगतदेखि थिएँ। मैले चाहिँ राजनीतिको हिसाबले होला अथवा समाजमा सेवा गरेर होला, सबै कुराले चाहिँ सेवा गरिराखेको थिएँ। म चाहिँ अहिले पैदल यात्री, नेपालको पैदल यात्री भएको छु। तपाईँ आइटी भनेर चाहिँ हामीले सुनेका छौँ, त्यसको बारेमा थोरै भन्नु। हो, यो ड्रोन टेक्नोलोजी सम्बन्धी मेरो एउटा कम्पनी पनि छ, महान रिसर्च प्रणाली। यसले चाहिँ अनुसन्धान र डकुमेन्टेसनको काम चाहिँ यो महान 5 वर्षे पदयात्राको सम्हालिराखेको छ। म आइटी, यो ड्रोन टेक्नोलोजीको आइटी सम्बन्धी विज्ञ पनि हो। थ्याङ्क यू। धन्यवाद। यात्रा सफल रहोस्। यात्रा कता?